चिकरी चिकरी बस तुमी हो अब कसको हो मेसेज गरिदिनु दाइलाई अरे तो हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल आइफ सबैजना सन्चै हुनुहुन्छ होला मनी फिट एन्ड फाइन तपाईँको फेयर मान्छे बब सुनार एन्ड चार कुने हप्पी ल बिहानको सबैलाई गुड मर्निङ बिहान सबैलाई गुड मर्निङ है धेरैले केटा हो सबैले माया देखाइदिउँ प्लिज केटा हो होइन अब टिकटकमा मात्र होइन युट्युबमा पनि माया देखाइदिउँ है गलक्सी अब दामी खुल्छ यार त्यहाँ कस्तो लास्टै दामी भ्यू आइरहेको छ ल यस्तै यो भ्यू जस्तै मेरो पनि अनुहार पनि त्यस्तै छ त अनि राम्रो मस्त ल म चाहिँ अहिले बिहानै उठेर पुरै टक्क ट्रेनिङ गरेर चाहिँ अब घर जाँदैछु केटा सरी केटी हो पनि भन्छ है कति केटा भन्छ केटीलाई सम्झिन भन्छन् होला त्यही भएर केटीहरू म चाहिँ ट्रेनिङ गरेर भर्खरै बिहान 6 बजे आएर ट्रेनिङ गरेर युनाइटेडनिर त्यो अगाडि उ छ ग्राउन्ड अनि त्यही चाहिँ ट्रेनिङ गर्छु अहिले चाहिँ रुम जाँदैछु ल रुम गएर भेट्छु म भवाल छ त यार मा खतरा देखेछ केटा खतरा देखेछ त्यही भ्यू हेर्दै बसिरहेको छु कसैको यादमा डुबेर मेरी जुवा हो तुमी बस तुमी हो अब कस्तो राम्रो भ्यू छ यार एकदम पुरै लास्टै मजाको छ उतादेखि केटीहरू आइरहन् जिस्काइदिउँ कि जस्तो लाग्छ यो पानीमा बाबु नुहाइदिउँ मैले है पानीमा नुहाइदिउँ भनेको नुहाइदिउँ डाइभ हानिदिउँ यस्तो जाडोमा मैले नुहाएपछि त अहिले यता घाम यता पुग्छ उठे हाँस्छ उतादेखि पछाडिबाट केटीहरू आइरहन् अब के अन्त नि अब जिस्काउने हुन्थ्यो दुईजना केटाहरू छन् त्यही भएर जिस्काएर अब के अन्त नि जिन्दगानी दर्पण छ म चाहिँ रुम जाँदैछु अब टक्क रुम जाँदैछु रुम गएर भेटघाट गर्छु अब आज काम गर्न ल म चाहिँ गएको है कुन गाना गरे त्यो चिक्री ल चिक्री ल समात ल देखाइदिनु पर्यो चिक्री यो डान्सको यो मलाई डान्सको चाहिँ मैले भिडियो बनाएन त यार माथा यार यो चाहिँ आज गराउनु पर्ला जस्तो छ यार माथा होइन टक्कै चाहिँ कुन्टोलो आइरहन् न सफ उठ है केटा उठ म जस्तो हो न बिहान उठेँ ट्रेनिङ गर्न आएको छु यार पारेर कता बाबु जाने हामी अलिकति बाटो बिर्सिहाल्यो कि टोल छ यताउता पुरै कता जानुपर्छ तर दामी भ्यू देखिन्छ है यहाँदेखि चाहिँ हामी त्यही भ्यू हेर्दै केटीहरू छैनन् अब केटी जिस्काउँदै हिँड्ने हुन्थ्यो अब केटीहरू छैनन् अझ अलिकति सब्सक्राइब गरिदिउँ ल टिकटकमा पनि माया जस्तो देखाउनु भएको छ युट्युबमा पनि माया देखाइदिउँ है चार कुने छ युट्युब नेम चाहिँ माया देखाइदिनु होला बाख्राको कपडा आम्मा मान्छेलाई मैले कपडा लगाएको छैन मैले लगाऊ कि त्यस्तै लाग्यो उता कसको लेलबीको जकेट छ उठाएर हिँडिदिन्छु अहिले ताल पऱ्यो भने म त हरामी छु फेरि जाँदै थिएँ यस्तो कोही भेटिन्छन् कि जिस्काउने भनेर कोही नि भेटिँदैन ल पछि जान्छु अब म पनि टक्क पारेर रुममा पुगेर सुतेर हो कि नै कति घन्टा थाहा 7-8 बजी रुममा पुगेँ 10-11 9-10-11 3 घन्टा चाहिँ म सुतेर आएर रुमबाट अहिले चाहिँ म पसलतिर जाँदैछु यस्तो छ यहाँको टोल मल चाहिँ अब चाहिँ पसलतिर जाँदैछु टक्क पसलतिर गएर टिकटकहरू हेरिदिनु होला है सुल्यानमा पनि माया देखाइदिनु होला फलो गरिदिनु होला है अनि सुजहरू लिन आउनु होला बाबाले छ है अब त्यही हो जिन्दा दर्पण छ कस्तो मान्ने छु केटा यसरी केटी हो मतलब केटा मात्र आउँछ कि मुखमा अनि पानी बसिगयो नि त अनि त्यही होला त्यसरी ल अब चाहिँ पसलतिर जाँदैछु मजाले यस्तो छ सबले हेर्छन् हेर्न त अब लाज त लाग्छ कहिले के गर्नु त नि अब लाज सरम किन मारौँ र होइन ल गएको म पसलतिर टक्क हामी चाहिँ अब यहाँ भिडियो बनायो त्यो ठाउँमा चाहिँ टेक भ्याएर चाहिँ अब अर्को ठाउँ जाँदैछौँ टक्क पारेर अब लोकेसन पनि यस्तो छ ठाउँहरू पनि कुन होटेल हो गरे यो डायमन्ड प्यालेसको ठ्याक्क पछाडि साइडमा छौँ हामी चाहिँ आज अब चाहिँ यहीँ सुटिङ गर्ने सोचिरहेको छौँ हामीले मेरो फेसमा पनि कस्तो भएको छ
कसरी हेर्छन् मलाई किन हेर्छन् यसरी ओइ सायद खाप चाहिँ नराम्रो भएर हेर्छन् होला है ल हामी चाहिँ बल्ल पुग्यौँ अब चाहिँ हाम्रो यहीँबाट स्टार्ट हुन्छ कति गुड मर्निङ एभ्रिवान अहिले चाहिँ नेक्स्ट डे भइसकेको छ हिजो चाहिँ सुटिङ टक्क भ्यायो अनि हामीले भिडियो सिडियो बनाएर टिकटकमा पनि हालिसकेको छ माया देखाइदिनु होला ल अहिले चाहिँ सुल्यान जाँदैछु अब हिजो भिडियो बनाउनु पाएन नि त थाकेको थिएँ धेरै अनि सुते आएर छपक्क भिडियो बनाउनु पाएन तर माया देखाइदिनु होला ल अहिले चाहिँ यति नै भन्छु सब्सक्राइब गरिदिनु होला हस् त जय नेपाल